महानगरपालिका मात्र होइन देशैभरिको विभिन्न मूर्त अमूर्त सम्पदाहरूको संरक्षण पदमा हुनु अगाडिदेखि नै यो अभियान स्वरूप अघि बढाइरहेको र अहिले काठमाडौँ महानगरपालिकामा पनि विभिन्न मूर्त अमूर्त सम्पदाहरू कति हराइएका कति चोरिएका कति जुन ठाउँमा हुनुपर्ने हो त्यो ठाउँमा नभइकन अर्को ठाउँमा भएको त्यस्ता सम्पदाहरूलाई हामीले पुनर्स्थापना गर्ने काम गरिरहेका छौँ र आज हामीले ब्रह्मविद्युती र उहाँको अघि वडा अध्यक्षज्यूले भनिसक्नु भएको छ वडा अध्यक्षज्यूको लिडरसिपमा र त्यसको साथसाथै यहाँको विभिन्न सरकारवाला निकायहरूको लिडरसिपमा र त्यति मात्र नभएर हामीले कुनै पनि काम गर्दाखेरि सरकारले मात्र होइन कि समुदायले काम गर्यो भने मात्र त्यसको प्रभावकारिता बढ्छ र यहाँको समुदाय पनि त्यत्तिकै एक्टिभ भएर पनि लाग्नु भएको छ र सबैलाई एक ठाउँमा ल्याउनको लागि जसरी हाम्रो काठमाडौँ महानगरपालिकाको सम्पदा समितिको संयोजक पनि हुनुहुन्छ र त्यसको साथसाथै यही वडाको वडा अध्यक्षज्यू पनि हुनुहुन्छ आशारामज्यूलाई धेरै धेरै बधाई दिन चाहन्छु यो निरन्तर प्रयास अहिले सफल भएको छ र यो यस्तो आज यो एउटा उदाहरणीय काम भएको छ यसै गरी हामीले विभिन्न सम्पदाहरू हाम्रा ठाउँबाट चोरिएर गएका स्टोलन आर्ट्सहरूलाई पनि हामीले नेपालमा भित्राउने काम पनि निरन्तर रूपमा गरिरहेका छौँ त्यसमध्येकै हामीले इथुम्बालमा पनि विभिन्न पौधाहरू जुन चाहिँ धेरै समय अगाडि लगभग 4 दशक अगाडि चोरिएको थियो भने त्यसलाई हामीले घर फिर्ता ल्याउनका लागि पुरातत्वसँग समन्वय गर्ने त्यहाँका समुदाय जो गुठीहरू हुनुहुन्छ उहाँहरूसँग सहकार्य गर्ने र फिर्ता ल्याउनु मात्र महत्त्वपूर्ण होइन त्यसको पुनर्स्थापना गर्नु र सँगसँगै गड अलवेज बिलोङ्स टु द्याट प्लेस वेयर इट इज वर्सिप्ड भनिन्छ भगवान चाहिँ जहाँ पुजिन्छ त्यही नै बिलोङ गरिन्छ त्यही नै राख्नुपर्छ भनेर हामीले फिर्ता गरेका हाम्रा विभिन्न सम्पदाहरूलाई चाहिँ म्युजियममा होइन म्युजियममा हेर्दाखेरि झलक्क हेर्दाखेरि राम्रो देखिँदा तर म्युजियममा होइन आफ्नो जुन ठाउँ हो त्यही ठाउँमा सुरक्षित राख्नुपर्छ भनेर काम गरिरहेका छौँ त्यसको साथसाथै पशुपति क्षेत्रको नै अरू सम्पदाहरू पनि अहिले बेल्जियममा पनि रहेको छ म बेल्जियममा जाँदाखेरि पनि त्यहाँको एम्बेसीमा जाँदाखेरि ती सम्पदाहरू रहेको र त्यसलाई नेपालमा फिर्ता ल्याउनका लागि हामीले पहल गरिरहेका छौँ पुरातत्वले हामीले गर्ने भयौँ भनेर सूचना दिनुभएको छ यदि उहाँहरूले गर्न सक्नु भएन भने महानगरपालिकाले गर्छौँ भनेर पनि हामीले अघि बढिरहेका छौँ यसरी विभिन्न सम्पदाहरूलाई पुनर्स्थापना गर्ने काम गरिरहेको छ र आजको दिन त अझ ऐतिहासिक विशेष दिन पनि रह्यो यसको लागि जतिजना पनि सरकारवाला निकायहरूले हातेमालो गर्नुभयो सकारात्मक रूपमा हामीलाई सहयोग गर्नुभयो उहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद सबैभन्दा अघि पनि मैले भनेको थिएँ सरकारवाला निकाय भनेपछि सुरक्षाका निकायहरू नेपाल प्रहरी भयो सँगसँगै नगर प्रहरी भयो वडाको कार्यालय भयो त्यति मात्र नभएर महानगरको सिङ्गो टिम भयो त्योभन्दा पनि महत्त्वपूर्ण भनेको चाहिँ यहाँको समुदाय हो जो चाहिँ यहाँ बस्नुहुन्छ उहाँहरूले जब अपनत्व लिनुहुन्छ यसको सुरक्षामा उहाँहरूको पनि एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ र सरकारवाला निकायहरूबाट गभर्मेन्ट एन्टिटीबाट गर्नुपर्ने कामहरू गर्छौँ सहकारी गरेर त्यो बाहेक पनि यहाँको समुदायले आफ्नो भनेर लिइसकेपछि त्यसको सुरक्षा अझ बलियो हुने हामीले महसुस गरेका देशैको ठुलो सम्पत्ति जोडिएको छ थ्याङ्क यू